हेलो साथीहरू नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। यो भिडियो चाहिँ हाम्रो आज एनिभर्सरीको अनि आज चाहिँ हामी एनिभर्सरी त्यस्तो सेलिब्रेट त हुँदैन भने यसो ल बाहिर जान्छ नि भनेर बच्चाहरूलाई लिएर चाहिँ एकछिन बाहिर आएको हो। आज चाहिँ हामी ड्याडीज किचनमा आएका छौँ। ऊ चाहिँ हाम्रो सानो छोरी, उसले चाहिँ आफू एक्लै हिँड्नुपर्छ के, जहाँ गयो नि म आफै हिँड्छु भनेर लुकर 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 हिँडेको हिँड्यो, दौडेको दौड्यो। उसको काम चाहिँ दौडिने बाहेक अरू केही छैन है गाइस। यहाँ चाहिँ हामी फर्स्ट टाइम आएको, तर कस्तो राम्रो के बर्थडेहरू नै सेलिब्रेट गर्न मिल्दो रहेछ। मेरो सानो चाहिँ रोनाल्डोको फ्यान गर्दैछिन्। राम्रो रहेछ ठाउँ चाहिँ। म चाहिँ खासै क्यामेराको अगाडि आएर आफ्नो भिडियो चाहिँ गर्दिनँ है। गर्यो भने के गरौँ हुन्छ कि अप्ठ्यारो लाग्छ कि, त्यही भएर प्राय चाहिँ बच्चाहरूको मात्रै गर्छु है। आज चाहिँ आफू पनि यसो हल्का देख्यौँ भनेर देखेको है, कस्तो देख्यो हो पनि। एनिभर्सरीमा चाहिँ अलि राम्रो देखिनु पर्ने हो, तर टाइमै भएन कि नानीलाई स्कुलबाट ल्याएर अनि बाहिर आउँदाखेरि त 5:06 5:30 भइसक्यो थियो बाहिर आउनु। त्यसमाथि झन् हिँड्ने बेलामा ठ्याक्कै पानी परेर एकछिन कुर्यौँ, पानी बित्यो होला भनेर फेरि एकछिन बिताउँछ, फेरि एकछिन पछि सिमसिम पर्छ। जे बहिनी होस् सिमसिम पऱ्यो नि के भनेर रेनकोट ओढेर चाहिँ हामी गएको बाहिर। आएको चाहिँ तल चाहिँ पानी परेर चाहिँ हाम्रो घरतिर मात्रै परेको थियो। बच्चाहरूलाई चाहिँ पेस्ट्रीहरू चाहिँ एकदमै मन पर्ने, उसले चाहिँ सर्ट लक्कै भ्याइन। राम्रो मिक्स पनि आयो। बच्चाहरू त है हामीले ग्लोभ्स लगाएको देखेर उनीहरूलाई पनि ग्लोभ्स लगाएर खानुपर्ने अरे। मैले यसरी भोइस ओभर गर्दा चाहिँ मेरो भोइस चाहिँ अलिक बोरिङ सुन्नेको होला, बट मलाई यस्तरी नै आउँछ, धेरै आउँदैन भोइस ओभर गर्न, एडिटिङ गर्न। भर्खरै नयाँ च्यानल हो यो चाहिँ, 3-4 महिना भयो होला मेरो यो खोलेको, र मैले पहिला यसरी बनाउन पनि जान्दिनँ। अहिले भर्खरै प्र्याक्टिस गर्दैछु बनाउने, अगाडि बढ्ने कोसिस गर्दैछु। प्लिज सपोर्ट गर्नुहोस्।
बेलामा चाहिँ हाम्रो सानो मान्छेहरू चाहिँ यताउता नडोली चाहिँ उनीहरूलाई खाएको पस्दैन, कहिले यता कहिले उता डुल्या गर्छन्। म चाहिँ भोइस ओभर गर्ने बेलामा चाहिँ के बोलौँ हुन्छ, कन्फ्युज हुन्छु कि गाइस है। त्यही भएर यहाँ चाहिँ जे हुँदैछ त्यही बोल्दैछु। अब मलाई अरू गफ चाहिँ आउँदैन, यो रमाइलो भयो बाहिर गएर। आनाले चाहिँ यो चाहिँ विङ्स ट्राई गर्छन् अब ल है मलाई के पर्दैन तिमीलाई एउटा लाइन मलाई भन्छु कि ल एक बाइट हामीले चाहिँ सबै खानेकुराहरू खाएर भएर अब चाहिँ हामी फर्किन आँटेको। बाई गाइस भन्दै हाम्रो आहाना चाहिँ अगाडि गएर कान्छो र म चाहिँ पछाडि आउँदैछौँ। यतिसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। बाई, सी यू नेक्स्ट भिडियो।